यहाँ तरुल भेटिसकेको छ। यो चाहिँ तरुलको बोट, यो घर तरुल हो। यो खिना यो चाहिँ यहाँ फल्दैछ है। यो चाहिँ तरुल भेटिएको अवस्था। यो तरुल खन्न धेरै गाह्रो रहेछ नि त। हेर ढुङ्गा आएको, तरुल आउँछ भने ढुङ्गा आउँछ। सालकले यस्तो माटो पनि खान्छ है। यस्तो माटो पनि सालकले खान्छ है। खान्छ नि। ताल ढुङ्गा पऱ्यो भने मात्रै न त मसिका त गुर्खे ढुङ्गा पाङपुङ हुन्छ भयो हुन्छ न। टाउको त जोगिन्छ छैन हो त। टाउको त जोगिन्छ त। टाउको जोगिन्छ भने जोगिनु पर्ने यति व्यवस्था। यस्तो त यसरी चल्के हाइट टाउको भनेको चाहिँ यो हो। यहाँ पलाउँदैछ है। पलाएको चलतिर पनि एक बिटा जति यो चाहिँ जोगाएर राख्यो भने अरू फल रोप्नुहुन्छ होइन। चट्ट काटेर एक दिन सुकाएर रोप्नुपर्छ। जतै जतै क्याट भयो भने चाहिँ कुहिहाल्छ। ल मर्काइदिउँ है त। ल फाच्यो त। हाई यहाँ तरुल खनेको। यहाँ हातमा चोट लागेको छ है। यहाँ हाम्रो आपाले खै मर्काउँदै हुनुहुन्छ। तरुल चाहिँ यो हो। बल्न गर्नु धेरै अहिले म गर्छु। आयो है तरुल। तरुल आयो है। यो तरुल गाई जो ल त। ल तरुल सबै भित्र गयो। ल यो त गाई छ। तरुल यो हो तरुल। तर आधाभन्दा बढी चाहिँ भित्र जमिनभित्रै लुकेर गएको छ। अब बाँकी खण्डै बाँकी छ। ल तरुल खनिसकेको छ। यहाँ टुक्ल्याउने काम आपाले टुक्ल्याउँदै हुनुहुन्छ। अहिले चाहिँ यो तरुल आधा मात्र निकालेछौँ हामीले। आधा तरुल चाहिँ त्यो खाल्डोमा त्यो खाल्डोमा नै बाँकी छ। अहिले खन्नुपर्छ फेरि।